गाइस वेलकम ब्याक छ सबैजनालाई यो भिडियोको साथमा। धेरै दिन पछिको यो फेरि अहिले चाहिँ म घर आएर लङ भ्लग बनाइसकेको छु। हामी फेरि यहाँ तीनजना यसो घुम्न जानु लागिरहेको छौँ यस्तो घाममा। केही छैन यो बोका गरेछ। हामी चाहिँ अब यसो यिनीहरू दुईजना क्याप लाएर हिँडेछ। यो रुमाले त ल्याउन मलाई भनिरहेको छु। धेरै दिन पछि आयो हाम्रो ब्लग 15 दिन 16 दिन पछि चाहिँ टक्क ब्लग आइसकेको छ हाम्रो। आर्यन चाहिँ चितवन थियो, टक्क आर्यन चाहिँ चितवन मासु पकाएको खाएको देखाइरहेको थियो हैन। अहिले चाहिँ हामी कहाँ जाने हामीलाई सुध थाहा छैन। हिँडिरहेको छौँ अहिले चाहिँ हामी कमेडी भिडियो बनाउनु भनेको नि। अहिले चाहिँ हामी यो ठ्याक्क चन्देन चोकको बाटोमा हिँडिरहेको छौँ। मैले त यस्तो डाँडाहरू देखिन्छ हाम्रो गाउँ हो। हामी चाहिँ अहिले यसो घुमेर अब घरतिर फर्किनु लाग्यो। गऱ्यौँ भएर हामी चाहिँ अहिले 1 घन्टा पियो खाएर हिँडिरहेको छौँ। ठ्याक्क मैले चाहिँ हाम्रो पुरानो स्कुलको बयफ्रेन्ड भेटेँ। खुल्दैन क्या भाइ, खुल्दैन। त्यो मैले जाने चाहिँ खोल्ने कस्तरी खोल्ने खोलिदियो भने ल ल खोलिदियो भने ल गाडी खान्छ कि फेरि खोल्यो भने म ल 5 बजे जस आलु जान्छ कि जे गर्न पनि अनि चोर त चोरै हो। चोरलाई कहाँ सकिन्छ र यार। पहिला चाहिँ गाइस म यहाँ खेतमा मकै बोक्न आएको छु होइन। लगभग अरूको सबको मकै सकै भाँचेर पनि खेत पनि जोति भएको छ। यहाँ अब हाम्रो मात्रै बाँकी छ। त्यसैले अब यसो हाम्रो यो मकै चाहिँ अब अलिकति छ गरे अब धेरै छैन। अनि उता आमा मकै टिप्दै हुनुहुन्छ। म चाहिँ साइकल लिएर आएको छु यता। साइकलमा चाहिँ बोरा पनि छ लिएर जाने अनि फेरि आउने लिएर जाने फेरि आउने गरिराख्नुपर्छ 3-4 चोटि। अनि लगभग भ्याइन्छ होला। हेरौँ भ्याइन्छ भने कि 3-4 चोटि सोचौँ अब के हुन्छ। यस्तो चाहिँ यताबाटको भ्यू भने अब म चाहिँ अहिले बोरा लिएर चाहिँ खेतमा जानु परिरहेको थियो। खेतमा जानु लागिरहेको थिएँ मैले। ठ्याक्कै यहाँ चाहिँ यस्तो किरा भेटेँ। यो किराको नाम कस्तो थाहा छ यसो कमेन्ट गरिदिनु भने चाहिँ यस्तो हुलमा हिँडिरहेछन्। म चाहिँ अब बोरा बोकेर यता खेततिर लाग्नु पर्ने हुन्छ। अब यता अरूको खेतको आली पनि लगाइसक्नु भएछ। म चाहिँ अब त्यहाँसम्म चाहिँ जानु पर्ने छ। म चाहिँ यहाँ यसरी मकै बोकिसकेको छु होइन बोरामा आलीको बाटोमा। हेर राम्ररी बोल्न पनि सकेन यहाँ। 1 बोरा जति मकै अहिले चाहिँ यसको यो बान्ने कुरै ल्याउने बिर्सेको थियो। प्रकारले हाल्न परेछ। अब झन् दुःख हुने भयो। अब यो ह्यान्डल घुमाउन नि मिल्दैन। यस्तो साह्रो हुन्छ। जति गरे नि गाह्रै पर्छ घुमाउनलाई। घर जाम के अरे अब अर्को ट्रिपमा आउँदाखेरि चाहिँ फेरि बोरा बान्ने टोरी लिएर आउँला। गाइस अहिले पछि जाइन्छ। मलाई देखाइ मलाई गाइस मैले चाहिँ यहाँ खेतरा पाइसकेको छु। मस्त मकै माथि बसिरहेको छ। यसले चलाइरहेछ नि अर्को साइकलमा हालिरहेछ। नदौडा न अहिले ढाकरसँग अहिले पुलमा खसाल्यो। आर्यन धेरै मोटो भइसक्यो क्या यार। हो कि अगाडिको साइकल उडेछ त अनि त्यो त सुस्ता छ नि त। त्यसमा उहिले हालेछ भन्दै चलाउँदै गरिरहेको चाहिँ एउटा डाइलग नचाहिन्छ पछाडि आउँछ। ओइ त्यो छुटेकै पछाडि सुस्ता चला न आउँछ त्यो लगाइ चल्छ। हामी मस्त पाराले मकै सबै बोकेर अहिले हामी यसो हावा के काट्ने बर्थडेको केक फेरि अर्को बौलाइहाल्छ। अस्ति सुत्न खोजेको फेरि
अरे ओए टिटी सिधै जानुहुन्छ सिधा टक्केको हेर्नु फेरि हाल्छ हटेको भन्दै फुस्की भएको नि यार ल फुटाल्छ खुल्दिन्छ के घामेनु गाई कस्तो गोलो देखेछ राम्ररी देखेको छैन घामेन गोलो उतापट्टि गोलो देखेछ ल दिप ल उहिले हो जाए ल ल है साइडमा मिलन टोलको फेमसै त्यही काले भाइ हो लगे ल छिटो उहिले के उहिले छिटो के सुत्त पर्दैन क्या अब दुईटा छोरा चलाइदिउँ हक फिल्डमा अनि ल ल एक्सपेरिमेन्ट गरौँ ल ल ल हामी चाहिँ फेरि तलतिर झरिदिइरहेछौँ अब हामी जाने कतै ठाउँ छैन डुल्यो हिँड्यो सिधै पुलमा डुल्यो हिँड्यो पुलमा केही छैन काम भ्यायो घरको अब जता हिँड्यो नि एकछिनको लागि पाइन्छ घाम देखाऊँ भनेको अन्त डुबेछ त यार अघिसम्म कस्तो दामी देखेको थिएँ ल जाँदै गरौँ है त ल लगाइज हामी चाहिँ यहाँ आइसकेका छौँ यहाँ टक्क घर पुल छ पसिनै पसिना भयो यार ओइ देख्न सक्नुहुन्छ कुकुर छ हाम्रो यो कुकुरले सबलाई टोक्छ तर हामीलाई टोक्दैन के कसम लास्टै खतरा हो क्या यो कुकुर चाहिँ मासाले गिडै चोर्न आउँछ खत्रै छ क्या यो कुकुर चाहिँ बवाले छ होइन टोक्न चाहिँ फेरि टोक्दैन कि यसले यो त पुरा मच्ची छ त के हो आज गयो यहाँ चाहिँ सोल्टी छन् के छ ठिक छ यहाँ चाहिँ दुईटा क्रस फायर छ यहाँ चिनो राख्नु भएको होला कि आलु भ्लगलाई बस्छौँ यहाँ अब केक सेक काट्ने भन्ने प्लान छ के हुन्छ कसो हुन्छ हेर्दै जानु होला होइन टक्क लाएर बर्थडे बोय ह्याप्पी बर्थडे लेखिदिनु होला टक्क होइन हिजो त्यो बर्थडे चाहिँ कसैलाई पनि थाहा थिएन कि टक्क अनि त हाम्रो सोल्टी केनकडा अब बसेर एकछिनमा निक्लिन्छौँ हामी अब के गर्छौँ त्यो त देखाउन पाउन्नौँ होइन केक सेक काटिरहेको त है त लगाइ चल चाहिँ हामी एकछिन रमाइलो गरेर यसो पसिनै पसिना भएर आएछ घरतिर फर्किनु लाग्यो आजको भिडियो के कस्तो लाग्यो पक्कै पनि कमेन्ट गरिदिनु होला लाइक सब्सक्राइब शेयर बेल आइकन आजको लागि यति नै भन्दै भोलि भेटौँला न्यू ब्लगमा मेरो चप्पलले हरायो यार बेटा चप्पलले हरायो थियो बेटा ल बाई बाई ए ओइ बाई